दानबाट त्यो मान्छे मात्र डराउँछ जो मान्छेले चाहिँ राजनीतिलाई व्यापार बनाउँछ, राजनीतिलाई चाहिँ जागिर बनाउँछ र राजनीतिलाई चाहिँ कमाउने भाँडो बनाउँछ। तर जो मान्छे निस्वार्थ भावले चाहिँ सेवा गर्न खोजिरहेको छ त्यो मान्छेले त केही फरकै पर्दैन। श्रमदानबाट त उल्टो अझ राज्यलाई फाइदा चाहिँ हुन्छ। थोरै पैसामा धेरै काम हुन्छ, 5 वर्ष लाग्ने काम 1 वर्षमा बन्छ, समयको बजेट हुन्छ, छिटो देश अगाडि जान्छ। अहिले चाहिँ हाम्रो सांसद भवनतिर आशिका तामाङ्गी के भन्ने मान्छेले चाहिँ के भन्छ भन्दाखेरि चाहिँ फलफुल जङ्गलमा रोप्नुपर्छ अनि बाँदरले घरमा आउँदैन। त्यो काम चाहिँ हर्क सामाङले 4 वर्ष अगाडि गरेको हो क्या। अनि कोसीको पानी ल्याउने काम चाहिँ बालेन शाहले गर्न खोजेको अरे। त्यो काम पनि हर्क साम्पाङले नै लगातार लडेर भएको हो क्या। अहिले बालेन शाह त्यो ठाउँमा छ र त्यसले पारित गरिदियो, त्यति मात्र हो। अनि बेगाजीले भने आफूले चाहिँ क्रेडिट लिन खोज्दो रहेछ। बेगाजीको चाहिँ के योगदान छ त्यहाँनिर चाहिँ होइन। हर्क साम्पाङले अपिल गरेको भएर त त्यो ठाउँमा त्यति धेरै चाहिँ योजनाहरू भइरहेछ त। अनि यो सरकारले भन्दा बढी चाहिँ काम चाहिँ हर्क साम्पाङले गर्छ क्या अब 5 वर्षमा।